नमस्कार। आउनुहोस् आज हामी नेपालको जल्दो बल्दो विषय आम जनतालाई पनि आजकल एकदम चासोको विषय भएको छ, त्यो हो शेयर मार्केट। जुन शेयर मार्केटको ट्रेन्ड र तपाईको जुन राजनीतिको जुन अवस्था हैन, ट्रेन्ड भनौँ त्यसलाई पनि, त्यो ट्रेन्डको अवस्था पनि उस्तै देखिन्छ, लगभग मिल्दोजुल्दो रहेछ। अब हेर्नुहोस् न, जनता आशमा अब त केही हुन्छ, विगत लामो समयदेखिबाट शेयर मार्केटमा मान्छे निराशाजनक अवस्था आउँछ नि त हैन। अब त के हुन्छ भनेर अब मान्छे चाहिँ एकदम केही समयपछि पैसा लगानी गरेको अवस्था बढी छ। किन भन्दाखेरि घट्दो दर ब्याज दर घटेकै छ हैन। तपाईको पुरानो जुन के रेन्ज हेर्ने हो भने हरेक कुरामा तपाईको नीतिगत सुधार पनि भएको छ। त्यो क्याप लगाएको थियो तपाईको हैन, पुँजीको त्यो क्याप पनि हटेकै अवस्था छ। हरेक कुराबाट हेर्दाखेरि अझ तपाईको ऋणको सहुलियत दर अहिले जुन सुविधाहरू पनि दिएको छ, सबै कुरा भएको हुँदै पनि तर पनि कता जनता अझ पनि निराशाजनक अवस्थामा छन्। कारण के भन्दाखेरि अब भनौँ न, अल्ति माथि जान्छ ट्रेन्ड माथि गयो, त्यो फ्लक्चुएसन हेर्नुहोस् न, माथि गयो, अब त के होला फेरि लगानी गर्छन्, माथिको जस्तो गर्छ, फेरि बिस्तारै घट्छ, होइन होला अब फेरि बढ्छ, अब त बढ्छ भने फेरि माथि जान्छ, फेरि घट्छ। हेर्नुहोस् है, अब यो ट्रेन्ड हेर्दाखेरि अचम्म के लाग्छ भने अब कहिलेकाहीँ सरकारको कारणले पनि हुन्छ हैन। सरकार जुन तपाईको यो के भन्छ, तपाईको सरकार पनि तपाईको मैत्री हैन, शेयर मार्केट मैत्री नहुँदाखेरि पनि कहिलेकाहीँ तपाईको तल झरेको अवस्था छ। सरकार पनि राम्रो अवस्थामा भएको अवस्थामा पनि शेयर मार्केट तलै गएको अवस्था देखिएको छ। राम्रो सरकार बन्यो, अब त के होला भन्छन् हैन, अब त आन्दोलन भयो, अब त के होला भन्छन्, लगानी गर्छन्, अब गयो माथि जान्छ पक्का भन्छन्, दङ्ग पर्छन्, एक्साइटमेन्ट पुरा हुन्छ, तर बिस्तारै फेरि त्यसले तलतिर घाँच हैन। चाहिँ अहिले यस्तो अवस्था भएको छ कि ठ्याक्कै तपाईको मान्छेलाई यो माथि गयो उयो फुस्सा भने जस्तो कि अब त के होला भन्यो भने फुस्सा भने जस्तै भएको अवस्था छ। भनेपछि अहिले मान्छेहरू प्रायः चाहिँ कस्तो भयो भन्दाखेरि भिडतन्त्र के, यो कस्तो भन्दाखेरि जता मान्छेले लगानी गर्ने एउटा छ नि हैन, चाहे राम्रो होस् चाहे नराम्रो होस्, पैसा अनि आऊ पैसा कमाऊ भने जस्तै जस्तो सुकै शेयर मार्केट तल्लो लेभलका शेयर मार्केट भए पनि त्यहाँ लगानी गर्ने जुन माथिको लेभलले चलाइदिएको छ भने त्यही तपाईँको चाहिँ फ्लो बढी भएको देखिन्छ। हेर्नु चाहिँ अब अर्को समस्या के भन्दाखेरि, समस्या यही त हो नि मान्छेहरूको, जहाँ के अरे यो जुन के हुन्छ भन्ने आशले गर्ने हो सबैले पैसा कमाउनको लागि हैन। तर त्यो सिचुएसन तपाईको यो कस्तो भन्दाखेरि भनिन्छ नि, त्यो के अरे कुकुर अगुल्टोले हानेको कुकुर बिजुल चम्किँदाखेरि डराउँछ भने जस्तै भयो कि अवस्था। अब स्थिति कस्तो स्थिति भइदियो भन्दाखेरि हिजोको तपाईको त्यो ट्रेन्ड तपाईको घट्दो ट्रेन्डले गर्दाखेरि त अब त तपाईको बढ्छ भन्दा नि होइन, अब पनि बढ्दैन, यस्तै हो भन्ने जुन एउटा मानसिकता मान्छेहरूमा त्यो एउटा सोच बनिसकेको छ कि अब शेयर मार्केट त यस्तै हो भन्ने छ। हेर्नुहोस् है, अनि प्रायः जुन शेयर मार्केट पनि तपाईको ठुला बडा जुन स्पेसली तपाईको ठुल्ठुलो के तपाईको वर्गहरू हुन्छ नि, ठुल्ठुलो लगानीकर्ताहरूको जुन हातमा बढी देखिन्छ। उनीहरूले चाह्यो भने तल जाने, चाह्यो भने माथि आउने, यस्तो केसले पनि तपाईको तलमाथि पारिरहेको अवस्था छ। अब यही केस हेर्नुहोस् न, अब राजनीतिमा नि सेम लगभग सिनेरियो उस्तै मिल्न आउँछ। देशमा तपाईको जनताहरूले अब हैन आन्दोलन भयो, के भयो, यो भयो भन्छन्, अब त देशमा राम्रो हुन्छ, अथवा फलानु सरकारको रे अथवा ढिस्कानो सरकारको रे हैन, सरकार यो आयो अब त के हुन्छ, जेनजी आयो अब त के हुन्छ, हरेसियो अब त के हुन्छ भन्दा मान्छेहरू यति निराशाजनक अवस्थामा पुगिसकेको छन् कि अब अझ हेर्नुहोस् न, तपाईको त्यहाँ पनि तपाईको त्यस्तै केस छ। जुन विम के मान्छेहरूको जुन के अरे शेयर मार्केटमा जस्तै हैन, जुन ठुल्ठुलाहरूले जता लगानी गरे त्यस्तै भने जस्तै यहाँ पनि जता विम तपाईँको जहाँ के अरे अब यो के अरे पार्टीले जित्छ भने मान्छे त्यसैपट्टि पोलिटिक्समा लागेका छन् हैन। यो कस्तो अचम्म छ भन्दाखेरि यो जता पाइन्छ त्यति लाग्ने भने जस्तै केस देखिन्छ मान्छेहरूको। भनेपछि शेयर मार्केटको जुन सिनेरियो र तपाईको राजनीतिको सिनेरियो लगभग उस्तै देखिने कारण पनि यही हो। किन भन्दाखेरि हरेक कुरा तपाईको मिल्दोजुल्दो छ, मान्छे आशमा जनता पनि यतापट्टि पनि के अब त सरकार दियो सरकार बन्छ, दिगो सरकार भयो भने अब त के हुन्छ, हामी आम जनतालाई त अब के शान्ति हुन्छ, अब त देशमा सुशासन व्यवस्था होला भन्ने एउटा हुन्छ नि त हैन।
त्यो होला होला भन्दा त्यहाँ आशे आश त हुने हेर्नुहोस् है, यो शेयरमा पनि आशे आश, यतापट्टि पोलिटिक्समा पनि तपाईँको आशे आश। त्यो दुवै केसमा हेर्दाखेरि आशे आशमा मान्छे चाहिँ निराशामा जेलेर उस्तै भए मर्नुपर्ने अवस्था आइसकेको छ भनेपछि अब गर्ने के?